안녕하세요. नमस्ते। म कोरियन भाषा प्रशिक्षक जनकराज सन्याल। अ, पुनः अर्को विषयवस्तु सहित अर्को भिडियोमा उपस्थित भएको छु। यो हामीले दैनिक रूपमा चाहिँ 1 देखि माथि पनि कन्टिन्यू गर्नेछौँ र बिचैमा गएर फेरि यो 31-32 देखि माथि पनि यो अलिकति बेसिक कुराहरू पढिसकेका अर्थात् भर्खरका नयाँ च्याप्टरहरू पढिसकेका स्टुडेन्टहरूको लागि अर्थात् कोर्सको आधी पुगेका स्टुडेन्टहरूको लागि पनि यो तयारी गर्न सजिलो होस् भनेर हामीले 2 थरी भिडियो, एउटा चाहिँ 1 देखि 30 सम्म जाने र अर्को चाहिँ त्योभन्दा माथि 60 सम्म 2 चरणमा चाहिँ भिडियो अपलोड गर्नेछौँ। यहाँहरूको सहजताको लागि अब छिट्टै इक्जाम भइहाल्यो भने बेलैमा माथिल्ला च्याप्टरहरू पनि हेरिराख्यो भने केही न केही ज्ञान हुन्छ, केही न केही थाहा पाइरहन्छ। एडभान्स बुकको च्याप्टर 32 को विषयमा 32 मा भएका विषयवस्तुको बारेमा आजको हामीले यो क्लासमा छलफल गर्नेछौँ है। ल अब यो सामसिम इगुवामा वेसा भने चाहिँ यो वेसा कम्पनी भयो है, वेसा कम्पनी। अनि त्यसपछि यो सिसल भनेको सिसल सिसल भने चाहिँ यो के हो भने सुविधा सुविधा। अनि सल्भी पनि भन्छ है, सल्भी यो पनि सुविधा, सल्भी पनि सुविधा। अनि सिसल मूल पनि भन्छ, सिसल मूल सिसल मूल यो पनि अब सुविधाका सामान भन्ने हुन्छ है, सुविधा। ल सिसल पनि सुविधा, सल्भी पनि सुविधा र सिसल मूल अब सुविधाका कुराहरू, सुविधाका सामानहरू, सामग्रीहरू जे भन्दा पनि भयो। अनि इयोङ भनेको यो इयोङ भने चाहिँ प्रयोग भन्छ है, प्रयोग प्रयोग भने चाहिँ अब कोरियाका कम्पनीले दिएका जे जति सेवा सुविधाहरू हुन्छन् त्यसको प्रयोग गर्ने भने चाहिँ जस्तो कम्पनीले मानौ युगेसिल दियो अनि युगेसिल भने चाहिँ आराम गर्ने कोठा चाहिँ दिएको छ, छुट्टै छुट्याएर दिएको छ भने अनि त्यो आराम गर्ने कोठालाई जथाभावी फोहोर गर्नु भएन, त्यसलाई चाहिँ उचित तरिकाले मिलाएर राख्न पर्यो है। अनि ठिक्क टाइममा अरूलाई डिस्टर्ब नहुने गरी चाहिँ आराम गर्नु पर्यो। अब युगेसिलमा बस्दाखेरि धेरै ठुलो स्वरले अरूलाई डिस्टर्ब हुने खालका क्रियाकलापहरू हेर्नु गर्न भएन, यस्तो खालको। अनि जस्तो एसी दिएको छ भने एसीलाई जथाभावी बाहिर जाँदाखेरि छोडेर अन गरेर जाने, अनि त्यसपछि जथाभावी चाहिँ बन्द गरिदिने, जथाभावी चालु गरिदिने हो। अनि नाल्दो भन्छ हिटर भयो हो। यस्ता सुविधाका जे जति उपकरणहरू, मूल भने उपकरण भन्दा पनि हुन्छ, सुविधाका उपकरणहरू। अनि जे जति सुविधाका उपकरणहरू हुन्छन् ती सुविधाका उपकरणहरूलाई जस्ताको तस्तै त्यो जहाँ छ त्यही राख्ने, जुन तरिकाले प्रयोग गर्ने भनेको छ त्यही तरिकाले प्रयोग गर्ने भनेको कुरा चाहिँ खासमा इयोङ भित्र पर्यो, प्रयोगभित्र है। त्यही विषयमा हामीले यो पाठमा अध्ययन गर्नेछौँ। ल अब यहाँ के भनेको छ भने त ओके, 기숙사는 풀펜 하지요 भनेको छ है। 기숙사 होस्टेल, फुलफेन भनेको होस्टेल चाहिँ फुलफेन आधा, फुलफेन फुलफेन आधा, फुलफेन आधा भनेको अप्ठ्यारो हुनु है, असहज हुनु। अनि असहज, अनि आधा भनेको चाहिँ यो असहज हुनु भइहाल्यो। अनि जियो भनेको चाहिँ खिसुक्सा होस्टेल चाहिँ फुलफेन हाजियो भने चाहिँ होस्टेल चाहिँ अप्ठ्यारो हुन्छ नि, असहज हुन्छ नि है भने हो है। यो जियो भने चाहिँ यो जियो भिएसटी प्लस यो जियो भन्ने ग्रामर है, जियो भन्ने ग्रामर छ नि है, छ नि है, हो नि है, छ नि है, हो नि है, हो, यो यस्तो खालको ग्रामर। अनि यो भने चाहिँ खासमा कर्ताले अर्को पक्षको, जस्तो आफूलाई लागेको विषयमा अर्को पक्षको धारणा बुझ्दा चाहिँ प्रयोग गर्ने ग्रामर हो यो खासमा है। भने चाहिँ अब उसलाई चाहिँ अप्ठ्यारो लागिरहेछ, किजुक्सा चाहिँ होस्टेलमा बस्न एउटालाई अप्ठ्यारो लागिरहेछ भने यो मलाई मात्रै हो कि उसलाई पनि अप्ठ्यारो लागेको हो भनेर अर्को व्यक्तिलाई चाहिँ यो होस्टेलमा बस्नलाई चाहिँ असहज छ नि है, यस्तो खालको बोले हो कि हो। यो अब मानव चाहिँ मलाई गर्मी भयो,
अनि मलाई गर्मी भयो भने मलाई महसुस भयो आज मौसम चाहिँ गर्मी छ भन्ने महसुस भयो। अनि मैले अर्को व्यक्तिलाई सोध्छु, अर्को व्यक्तिको मनसाय अर्कोले पनि के भन्दो रहेछ भनेर अर्को पक्षको मनसाय बुझ्नलाई मैले ओनुल आज नाल्सिगा नाल्सिगा आज मौसम थप्ता भने चाहिँ गर्मी हुनु, अनि थप्चियो कुन लालसिगा थप्जियो आज मौसम गर्मी छ नि है, हो यस्तो खालको अर्को आफ्नो आफूलाई लागेको विषयमा अर्को पक्षको धारणा सुन्दा बुझ्न खोज्दा चाहिँ यो जियो ग्रामरको प्रयोग हुन्छ। क्रिया विशेषणमा जियो र नाममा इजियोको प्रयोग गरिन्छ। हो यसले के भनेको छ भने होस्टेलमा बस्नलाई चाहिँ अप्ठ्यारो छ नि है भने है। अनि अर्कोले के आन्सर दिन्छ हेर्नु, फुलफ्यान हाजिन आन्चीमान, अप्ठ्यारो चाहिँ होइन, त्यस्तो अप्ठ्यारै चाहिँ होइन रे। अनि छिख्या छैनन् भने चाहिँ छिखिदा भने पालना गर्नु, पालना छिख्या छैनन् पालना गर्नुपर्ने, खिउछिक भने चाहिँ यो खिउछिक भने नीति नियम, नीति नियम है, नियम पालना गर्नुपर्ने। सुछिक पनि भन्छ यसलाई, सुछिक, सुछिक पनि नीति नियम हो है। अनि ख्युयुल भन्छ, ख्यु ख्युयुल भने चाहिँ यो पनि नीति नियम, नीति नियम भने चाहिँ अब यो ख्युछिक पनि नीति नियम, सुछिक पनि नीति नियम है। अनि त्यसपछि यो ख्युयुल पनि नीति नियम। अनि नीति नियम चाहिँ पालना गर्नुपर्ने नीति नियम चाहिँ इसय भनेको छ। खासै बस्नलाई अप्ठ्यारै त होइन, तर चाहिँ यो पालना गर्नुपर्ने नीति नियमहरू चाहिँ छन् भने हो। खिसुक्सा एसनोन होस्टेलमा चाहिँ यर सारानी भने विभिन्न मान्छे, धेरै मान्छेहरू हाम्के भनेको सँगै, स्याङ्वार खाजानायो भन्ने चाहिँ अर्को चाहिँ जानायो भन्ने ग्रामर छ नि त, जानायो खाजानायो भनेको यो दुवैलाई थाहा भएको कुरा चाहिँ व्यक्त गर्दा अझै स्पष्ट हुन, अझै प्रष्ट हुनलाई व्यक्त गर्दाखेरि यो जानायो भन्ने ग्रामरको प्रयोग गरिन्छ भने चाहिँ यसले के भन्यो भने होस्टेलमा धेरै मान्छेहरू सँगै स्याङ्वार हाजानायो जीवनयापन गर्छन् नि त, हो यो भने चाहिँ जानायो भने छ नि त है, छ नि त, हो नि त है, हो नि त अर्थात् हुन्नी त, हुन्नी त यस्तो खालको है। यो भने चाहिँ यो दुवै पक्षलाई के हुन्छ थाहा हुन्छ, दुवै पक्षलाई थाहा भएको कुरा अझै प्रष्ट हुनलाई प्रयोग गरिन्छ यो जानायो भन्ने चाहिँ है। भने त अब होस्टेलमा एक्लै बस्छ भन्ने त हुन्न, होस्टेलमा विभिन्न मान्छे, धेरै मान्छे बस्छन् भन्ने त यसलाई पनि थाहा हुन्छ नि हो। त्यही भएर यसले के भनेको भने होस्टेलमा धेरै मान्छेहरू हामीले स्याङ्वा राजानायो, धेरै मान्छेहरू विभिन्न मान्छेहरू जीवनयापन गर्छन् नि त, बस्छन् नि त, त्यही भएर त्यहाँको नीति नियम चाहिँ पालना गर्नुपर्छ भनेको है। ल भनेपछि खिसुक्सानोन फुलफेन यो होस्टेलमा बस्न गाह्रो छ नि है, होस्टेलमा बस्नलाई अप्ठ्यारो छ नि है भन्छ यसले। अनि होइन अप्ठ्यारै पनि त होइन, अनि पालना गर्नुपर्ने नीति नियमहरू धेरै छन्, अनि होस्टेलमा धेरै मान्छेहरू सँगै जीवनयापन गर्छन् नि त, बस्छन् नि त भन्ने चाहिँ यस्तो खालको ग्रामर हो है। ल अब ल हेरौँ। ओके, अब मुन्प व्याकरण, व्याकरणमा हामी यो पाठमा के व्याकरण पढ्छौँ भन्दा जानायो भनेको छ नि त है, हो नि त, छ नि त, हो नि त। अनि आ अ नोत्था, यो आ अ भनेको इ, आ अ य हे भने इ, अनि नोत्था भने के हो, नोत्था भनेको राख्नु है, हो नोत्था भने राख्नु। अर्को राख्नुलाई के भन्छ, थुदा भने पनि राख्नु भयो है, नोत्था र थुदा भनेको राख्नु, यो दुईटा राख्नु भयो। अनि त्यसपछि अर्को यो नत्था छ यहाँ, अर्को नत्था भयो, अनि अर्को नत्था पछाडि फेरि के हुन्छ थाम्दा हो, यो नत्था र थाम्दा भने चाहिँ यो नोत्था र थुदा भने राख्नु, यो भने उठाएर भन्ने हुन्छ, उठाएर है। अनि त्यसपछि यो नत्था र थाम्दा भने चाहिँ सारेर राख्ने, सारेर राख्ने भन्ने अर्थ हुन्छ। अब यो सम्झिनलाई बिर्सिन्छ, जस्तो नोत्थाको फिसुतमाल के हो भनेर यी यता भएका कुराहरू दिदियो भने अनि त्यो बेला हामीलाई कहिलेकाहीँ त्यो झुक्याइरहेको हुन्छ। त्यही भएर के सम्झिने भन्दा यो ओ छ यहाँ, अनि ओ भएको पछाडि उ हो, यो के हो फिसुत हो भन्ने सम्झिनु पर्यो। अनि यहाँ अ छ, अनि अ भएको चाहिँ
आ हो भन्ने चाहिँ यो फिसुको हो भन्ने सम्झिनु पर्यो। नोत्था राख्नु, थुदा पनि राख्नु। अनि नत्था राख्नु, थाम्दा पनि राख्नु, दुईटा उठाएर राख्नु, दुईटा सारेर राख्नु है। ल अब यो ग्रामर पढ्ने छ भने खिसुक्सा होस्टेल अनि ख्वाल्लेन औई भने चाहिँ होस्टेलसँग सम्बन्धित औई भनेको शब्दहरू शब्दावलीहरू हामीले यो पाठमा पढ्छौँ। अनि खुने भने के होला त खुने भने चाहिँ हामीले अघि अघिल्ला पाठहरूमा पनि लेखेका छौँ। खुने भयो अनि शोक भयो है, भित्र भयो, खुने भयो, शोक भयो। त्यसपछि अर्को भित्र भने आन पनि भित्र हुन्छ है, अनि आन पनि भित्र भयो। अनि ने भने पनि भित्र हुन्छ है, खुने भयो, शोक भयो, आन भयो, ने हो, ने है, नेबो नेबो यो भने के हो भित्र हो, भित्र। अब यहाँ खुने सिक्ताङ भने चाहिँ यो अब खुने सिक्ताङ भने चाहिँ क्यान्टिन सम्झिनु न सजिलोमा। खुने सिक्ताङ भनेको क्यान्टिन। अनि क्यान्टिनसँग सम्बन्धित औई भनेको शब्दावली भने चाहिँ अब कम्पनी भित्रै क्यान्टिन हुन्छ नि, कम्पनी भित्रै खाना खाने सिक्ताङ हुन्छ हो, त्यो भने चाहिँ खुने सिक्ताङ भयो के। अनि त्यसपछि अब विद्यालय स्कुलहरूमा पनि क्यान्टिनहरू हुन्छन्, ती भने चाहिँ स्कुल भयो, कम्पनीहरू, यिनीहरूमा चाहिँ सम्बन्धित हुन्छ हो, तिनै भित्र सम्बन्धित। अब विद्यालय भए पनि अब यहाँ चाहिँ कम्पनीको कुरा सम्झिनु पर्यो। कम्पनीभित्र भएको त्यो क्यान्टिनसँग सम्बन्धित शब्दावलीहरू हामीले यो पाठमा अध्ययन गर्छौँ। त्यसपछि मुनावा छङ्गो भनेको संस्कृति र जानकारीमा यो पाठमा हामीले के को विषयमा पढ्नेछौँ भन्दा साने भने चाहिँ कम्पनी, साने कम्पनी भित्रको है। खो खोङयोङ भन्छ, खोङयोङ, खोङयोङ यो सार्वजनिक हो के, सार्वजनिक। अब सार्वजनिक भने अरू के, खोङोङ पनि सार्वजनिक हो नि, खोङोङ पनि सार्वजनिक हो। अनि थेजुङ पनि सार्वजनिक, थेजुङ पनि सार्वजनिक भयो, खोङयोङ पनि सार्वजनिक भयो, खोङोङ पनि सार्वजनिक भयो, अनि थेजुङ पनि सार्वजनिक भयो। त्यो सबै सार्वजनिक कुरासँग पर्छ है। ल सार्वजनिक। अनि त्यसपछि सिसल भनेको सुविधा, कम्पनी भित्रका। सा भने चाहिँ अब साबजाङ कम्पनी भयो, अनि कम्पनी भयो, साबजाङबाट सा भयो, अनि ने भने चाहिँ भित्र भयो, कार्यस्थल अर्थात् कम्पनी भित्र। खोङयोङ भने चाहिँ कम्पनी भित्रका सार्वजनिक। सिसल भने चाहिँ सुविधाहरू भए है। अब सुविधालाई सुविधा सिसल मूल पनि भन्छ, सल्भी पनि भन्छ, हामीले पढिसक्यौँ। सायोङ भने चाहिँ प्रयोग गर्ने, अनि सूचिक भने चाहिँ यो सूचिक भने नीति, सूचिक भनेको नीति नियम भयो है, हामीले अघि लेखिसक्यौँ माथि। नीति नियमलाई सूचिक भन्छ। अनि त्यसपछि अर्को ख्युयुल भन्छ, ख्युचिक भन्छ हो नीति नियमलाई चाहिँ। अनि त्यो नीति नियम भने यसले सर के भनेको भने कार्यस्थलभित्र कम्पनीभित्रका सार्वजनिक सुविधाहरू प्रयोग गर्ने तरिका नियम भनेर सम्झिँदा हुन्छ है। ल अब तल के छ भने हाक्सुमुख्य सिकाइको उद्देश्यमा खिसुक्सा सिसल वा होस्टेलका सिसल भनेको सुविधा र ख्युचिक नीति नियमको बारेमा माराल सुइत्ता भनेको भन्न सक्नु यो पाठ पढ्नुको उद्देश्य हो। अनि खुने सिक्ताङ भने चाहिँ क्यान्टिन प्रयोग गर्ने सम्बन्धमा माराल सुइत्ता भनेको भन्न सक्नु यो पाठ पढ्नुको उद्देश्य हो। ल ओके, अब अगाडि बढौँ। अब यहाँ के छ भने त थाङ भनेको कोठा हो, थाङ कोठा। अब यो पछाडि अगाडि जोड दिएर सिल लाग्या पनि कोठा भन्छ है, कोठा यो। अब जस्तो वाजाङ सिल, अनि त्यसपछि छोरी सिल, त्यस्तो खालको सिल 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 भएको पनि कोठा। अनि त्यसपछि फोक्दो भने ग्यालरी, ग्यालरी प्यासेज भन्दा पनि हुन्छ। खेदान भनेको के हो, सिडी, खेदान भनेको सिडी भयो। खेदान सिडी भयो। अनि छुरिपमुन भने चाहिँ अब हेर्नु है, खेदान सिडी। अब योसँग अर्को झुक्किने भने सादारी भन्ने आउँछ नि, सादारी, सादारी। अब सादारी भने चाहिँ अब त्यो चाहिँ भर्याङ सम्झिने है, नझुक्किने। सादारी भने चाहिँ भर्याङ। अनि सिडी भने चाहिँ जस्तो घरको माथिल्लो तल जाँदा, अनि त्यसपछि हिँड्दाखेरि माथि माथि हिँड्दाखेरि अब यो के हो, सिडी हो। सादारी भने चाहिँ बोकेर एक ठाउँ अर्को ठाउँ लिन मिल्ने, सार्न मिल्ने भने चाहिँ त्यो सादारी भयो है। छुरिमुन भन्छ। यो छुरिमुन भनेको खासमा अब यो मुनहरू धेरै छन्। छुरिमुन यो खाली थेमुन भन्छ, यो थेमुन मात्रै भन्यो भने यो मुख्य गेट भन्ने हुन्छ।
मुख्य ढोका, थेमुन भनेको मुख्य ढोका भयो। अनि छुरिमुन भनेको छुरिमुन छुरिमुन भनेको प्रवेश प्रवेश ढोका, प्रवेश गर्ने ढोका भन्ने सम्झिनु, प्रवेश ढोका है, प्रवेश गर्ने ढोका। त्यसपछि जस्तो छुल्गु भन्ने हुन्छ, छुल्गु निकासद्वार, यो पनि ढोकै हो नि, निकासद्वार है। अनि त्यसपछि अर्को भने चाहिँ फेरि इब्गु भन्छ, फेरि यो इब्गु भनेपछि यो प्रवेशद्वार हो, प्रवेशद्वार है, प्रवेशद्वार भयो भने फेरि अर्को छ फेरि ढोका भने चाहिँ अब फिसाङ्गु भन्छ, फेरि यो पनि ढोकै हो नि, फिसाङ्गु भने चाहिँ यो चाहिँ आकस्मिक ढोका, आकस्मिक ढोका है, आकस्मिक ढोका। अब ढोकाहरू विभिन्न छ हैन त। अब थेमुन भने चाहिँ मुख्य ढोका भन्ने हुन्छ, अनि मुख्य गेट भयो, मुख्य ढोका भयो। अनि छुरिमुन भनेको प्रवेश ढोका भयो, प्रवेश गर्ने। अनि छुल्गु भने चाहिँ निकासद्वार भयो, बाहिर निस्किने मात्रै ठाउँ। अनि इब्गु भने जस्तो निस्किने भने चाहिँ जस्तो फिल्म हलमा हामी गयौँ भने एउटा ढोकाबाट भित्र सिट आउँछौँ, अनि बाहिर निस्किँदा अर्कै ढोका हुन्छ नि, हो त्यस्तो त्यो भित्र निस्किने चाहिँ के अरे इब्गु भयो। अनि त्यसपछि बाहिर निस्किने भने चाहिँ छुल्गु निकासद्वार भन्छ। अनि फिसाङ्गु भनेको जुन चाहिँ आकस्मिक अवस्थामा मात्रै खुलिने ढोका भने चाहिँ फिसाङ्गु भयो है। ल त्यही भएर छुरिमुन भने चाहिँ यो अब प्रवेश गेट भन्ने सम्झिने। ल अनि त्यसपछि सेथाक सिल भनेको छ। अब सेथाक पछाडि सिल भन्ने बित्तिकै यो सेथाक भनेको लुगा धुने, लुगा धुने, लुगा धुने कोठा, लुगा धुने कोठा भने अब से थागी भने के हो त, फेरि लुगा धुने, लुगा धुने, यो लुगा धुने के हो मेसिन हो। ल अनि सेथाक सी, सेथाक सो पनि कहिले काहीँ भनिरहेको हुन्छ, त्यो सो र सिल भनेको कुरा चाहिँ यो ठाउँ भयो, लुगा धुने ठाउँ भयो भने सेथागी भनेको लुगा धुने, गी भने चाहिँ मेसिन हो है, लुगा धुने मेसिनलाई सेथागी भनिन्छ। ओके, अब स्याओसिल, स्याओसिल भने नुहाउने कोठा, यो भने चाहिँ अब मुक्ता हो नि त। अब मुग्योङ्गुल आधा पनि भन्छ नुहाउनुलाई, स्याओसिल भने चाहिँ अब नुहाउने कोठा, यसलाई सम्झिनु, नुहाउने कोठा, नुहाउने कोठा है। अब नुहाउने कोठा भने चाहिँ स्याओसिल भने चाहिँ नुहाउने कोठा भयो है। ल अनि त्यसपछि छोरीसिल। अब यसलाई नुहाउने कोठालाई मोक मोक योगुल मोग्योगसिल भन्नु न सिधै, मोग्योगसिल। यो मोग्योगसिल भने चाहिँ मोग्योग भने नुहाउनु, अनि सिल भने चाहिँ मोग्योगसिल भने चाहिँ नुहाउने कोठा, स्याओसिल र मोग्योगसिल दुइटै भन्न मिल्छ है। मोग्योगसिल भन्न नि मिल्यो, अनि स्याओसिल भन्न पनि मिल्यो, दुइटै भनेको नुहाउने कोठा हुन् है। ल अनि त्यसपछि अर्को छोरी भने छ नि, यो छोरी, छोरी भने चाहिँ छोरीसिल भने भान्सा। अब भान्सालाई फुअक पनि भनिन्छ, फुअक भन्यो भने भान्सा भयो। अनि छुबाङ पनि भान्सा भन्छ नि, हो छुबाङ भन्यो भने भान्सा भयो। अनि छोरीसिल, यो छोरीसिल। अनि अब योरीसिल, योरी भन्यो भने पकाउने, सिल भने कोठा है। अनि छोरी भन्यो भने पकाउने, सिल भने कोठा भने चाहिँ अब छोरीसिल, फुअक, छुबाङ अनि योरीसिल भने चाहिँ यो सबै के भयो, भान्सा भयो, अर्थात् पकाउने ठाउँ भयो। अनि अब खोङयोङ भने सार्वजनिक भइहाल्यो है, खोङयोङ पनि सार्वजनिक पनि, खोङयोङ सार्वजनिक। अनि त्यसपछि खोङ योङ, खोङ खोङ सार्वजनिक, खोङ योङ सार्वजनिक। अनि थेजुङ, थेजुङ पनि सार्वजनिक, यो सार्वजनिक है, सार्वजनिक। ल सार्वजनिक। ओके, ल मिनिङ चाहिँ टिप्ने बानी बसाल्नुहोस् है, मिनिङ चाहिँ टिप्ने, अनि मिनिङ टिपेर पढ्ने, के नयाँ फान्दे फिसुत भएका कुराहरू पनि ख्याल गर्ने। मिनिङ चाहिँ धेरै महत्त्वपूर्ण हुन्छ, मिनिङ चाहिँ लेखिहाल्ने। ल अब हामी तल जाउँ। ल अब यहाँ के छ भने त ख्वाल्ली इन भने चाहिँ के हो भने, यो ख्वाल्ली भने चाहिँ व्यवस्थापक, यो ख्वाल्ली इन भने सिधै व्यवस्थापक। अब यहाँ ख्वाल्ली सिल भने चाहिँ व्यवस्थापक
पनकक्षे है। अनि ख्वाल्ली इन भने यो इन भन्यो भने व्यक्ति भयो के, यो चाहिँ व्यवस्थापककर्ता मिलाउने रेखदेख गर्ने है। अनि त्यसपछि क्युचेक हामीले अघि पनि लेखिसक्यौँ क्युचेक, अनि ख्युयुल भयो है, ख्युयुल। अनि त्यसपछि सुछिक, सुछिक हो, यो के भयो, यो भने चाहिँ नीति, नीति नियम भनेर सम्झिने, नीति नियम है, नीति नियम। त्यसपछि छिखिदा भने चाहिँ छिखिदा भनेको पालना गर्नु, छिखिदा पालना गर्नु। क्युचिक भने नीति नियमै भइहाल्यो। अघिदा भनेको यो अघिदा पालना नगर्नु, पालना नगर्नु। अब यसलाई अर्को के पनि भन्नु, उइबान पनि भन्नु मिल्छ के, उइबान आधा, उइबान आधा पनि पालना नगर्नु भन्न मिल्छ है। पालना नगर्नु भनेको यो अघिदा पनि पालना नगर्नु अनि उइबान आधा पनि पालना नगर्नु भनेर सम्झिने। अनि त्यसपछि छिखिदा भनेको के हो, छिखिदा भनेको पालना गर्नु। अनि यो छुन्सु आधा पनि भन्छ पालना गर्नुलाई, छुन्सु आधा, छुन्सु आधा, छुन्सु आधा पनि पालना गर्नु। छिखिदा र छुन्सु आधा पालना गर्नु सम्झिने। अनि विबान आधा भने चाहिँ विबान भनेको पालना नगर्नु अनि अघिदा पनि पालना नगर्नु भन्न मिल्छ है, अघिदा पनि पालना नगर्नु। ल अब हेर्नु, थारुन भने चाहिँ फरक, फरक, साङ्दे अर्को पक्ष अर्थात् अर्को भनेकै साङ्दे भन्छ नि हो, यो साङ्दे भने पनि अर्को हो नि त, फरक है। अनि त्यसपछि थारुन भने पनि फरक हो। फेरे ओदा भन्छ नि, जस्तो थे फेरिदा अर्थात् यसलाई के भन्न मिल्छ, थे र ओ दा भन्न मिल्छ, थेरेओदा। अनि त्यसपछि अब यो थेरिदा र थेरेओदा भने एउटै हो। यो चाहिँ अब मानौ यसलाई के सम्झिने, सजीव प्राणी ल्याउनु, सजीव प्राणी ल्याउनु भनेर सम्झिने, सजीव प्राणी ल्याउनु है। अनि त्यसपछि अर्को भने खाजिदा भन्ने हुन्छ, खाजिदा, यो खाजिदा अर्थात् यसलाई अर्को के पनि भन्न मिल्छ, खाज्य ओदा भन्ने पनि मिल्छ। खाजिदा र खाज्य ओदा यो दुईटा भने चाहिँ ल्याएर आउनु, ल्याएर आउनु। अब यो खासमा के चाहिँ ल्याउनु हुन्छ भन्दाखेरि सामान चिज वस्तु सम्झिनु, चिज वस्तु अर्थात् यो निर्जीव कुराहरू चाहिँ ल्याएर आउने भने चाहिँ निर्जीव कुराहरू ल्याएर आउनु भने चाहिँ खाजिदा र खाज्य ओदा। अनि थेरिदा र थेरिया ओदा भने चाहिँ सजीव प्राणी ल्याउनु भनेर सम्झिने है। र त्यसपछि अब होन्जा भन्ने छ नि, यो होन्जा भने एक्लै, कोही नभएको एक्लै, होन्जा भने एक्लै भयो। अब यसको ठ्याक्कै फेरि होन्जा भने एक्लै, वान्जा भने फेरि के भयो, बिरामी भयो के, वान्जा भनेको बिरामी, यसो सम्झिने है, वान्जा भनेको बिरामी। ल मिनिङ चाहिँ टिप्ने बानी बसाल्ने है, मिनिङ चाहिँ टिप्न पर्छ यो। ल यति भएपछि पुग्छ, हामी तल जाउँ। अब त्यसलाई ओके। ल अब यहाँ प्रिमुल फोगो चित्र हेरेर फिनखान भने खाली ठाउँ है, फिन भने खाली हो नि त, फिन भने खाली। अनि यो खान भने चाहिँ ठाउँ है। अनि मिल्ने थान्न सुसे भने चाहिँ मिल्ने शब्द चाहिँ त्यहाँ सुचे भने लेख्नुहोस् भनेको छ। खिसुक्सा भने होस्टेल छ, डडर एस सिकुरब्गे तदुल्जी मासेयो। अब हेर्नु त, खिसुक्सा होस्टेल भो, डडर एस, अनि अब यो के हो भन्ने ख्याल गर्नु पर्यो, खिसुक्सा होस्टेलको है, यो फोक्दो होला, फोक्दो। होस्टेलको ग्यालरीमा चाहिँ सिकुरब्गे ठुलो सोले तदुल्जी मासेयो हल्ला नगर्नुहोस्। मुन्जेगा इन्स्ट्रुमेन्ट केही समस्या छ भने, मुन्जे भने समस्या हो नि, मुन्जे समस्या इन्स्ट्रुमेन्ट भने चाहिँ समस्या छ भने डडर हान्थे सँग इयागी आसेयो भने अब के भन्ने, पल्ली, ख्वाल्ली इन भन्दा हुन्छ, ख्वाल्ली इन, ख्वाल्ली इन भने व्यवस्थापकसँग चाहिँ कुराकानी गर्ने भने हो। डडर यस योरियान हुए के कुछ आगे छङ्यासेयो, खाना योरियान भने खाना पकाए पछाडि सफासँग व्यवस्थापन गर्नुहोस्। कहाँ होला यो, छोरीशील होला, छोरीशील हो। अनि अब हामीले अघि पनि लेखिसक्यौँ, छुबाङ भन्दा पनि भयो है, अनि फुवक भन्दा पनि भयो, भान्सा हो, फुवक भन्दा भयो, भान्सा भयो।
अनि छोरीसेल भनेको पकाउने ठाउँ भयो है। त्यहाँ चाहिँ खाना पकाए पछाडि के कुछ भनेको सफासँग छङ्नी भनेको व्यवस्थापन गर्नुहोस् भनेको है। ल अब यसमा के छ, यसमा हेर्नु त डडर यस थाम्बेरुल फ्युजी मासेयो भने चाहिँ अब यो कहाँ हो, खेदान हो नि हो, यो खेदान हो भने खेदान यस थाम्बेरुल फ्युजी मासेयो, थाम्बे भनेको सुरो नपिउनु होस्। ल अब हामी कहाँ जान्छौँ भन्दा यो छानायो। अब यो छानायो भन्ने ग्रामर कस्तो भने कर्ता र श्रोता, कर्ता र श्रोता दुवैलाई कर्ता र श्रोता दुवैलाई थाहा भएको कुरा कन्फर्म गर्दा, अर्थात् यसलाई के भन्ने, कर्ता र श्रोता दुवैलाई भन्ने र सुन्ने दुवै व्यक्तिलाई थाहा भएको कुरा अझ स्पष्ट हुने गरी बोल्दा प्रयोग गरिने व्याकरण हो। कर्ता र श्रोतालाई थाहा भएको कुरा चाहिँ दुईटैलाई थाहा भएको कुरा अझ स्पष्ट हुने गरी बोल्दा प्रयोग गरिने ग्रामर हो, बोल्दा प्रयोग गरिने व्याकरण हो भनेर सम्झिँदा हुन्छ। भने चाहिँ अब दुवैलाई थाहा भएको कुरा, जस्तो हल्ला हुने कुरा दुवैलाई थाहा हुन्छ, जस्तो कस्तो भने जोरले नबोल्नुहोस् अनि ठुलो स्वरले चाहिँ कुराकानी नगर्नुहोस्, अनि पछाडि के भन्ने डिस्टर्ब हुन्छ नि त, यस्तो खालको के हो। यो ग्रामरै के हो भने जानायो भनेको भिएसटी प्लस जानायो भनेको धातु प्लस छ नि त अनि हो नि त है, अनि ध्वनि त छ नि त अनि छन्नी त है, छन् नि त, यस्तो खालको। अनि अब इजानायो जोडियो भने हो नि त अनि त्यसपछि हुन्नी त है, हुन्नी त, हो नि त, हुन्नी त, यस्तो बोल्दा चाहिँ यो प्रयोग गरिन्छ। भने चाहिँ अब दुवैलाई थाहा भएको कुरा, यहाँ अब इक्जाम्पलमा के छ भने त हामीले के सम्झिने, कर्ता र श्रोता दुवैलाई थाहा भएको कुरा अझ स्पष्ट हुने गरी बोल्दा प्रयोग गरिने व्याकरण हो। अनि अब क्रिया र विशेषणमा जानायो प्रयोग हुन्छ है। क्रिया र विशेषणमा जानायो है भने नाममा के हुन्छ, नामको पछाडि के जोडिन्छ, नामको पछाडि के जोडिन्छ, इजानायो जोडिन्छ है, इजानायो। मानौ कसैले अगाडि भएको मान्छेसँग जेपिटी बोलिरहेछ भने किन त्यसरी बोलिरहेको, उहाँ चाहिँ रेस्पेक्टेड मान्छे हो नि त, उहाँ चाहिँ रेस्पेक्टेड मान्छे हुनुहुन्छ नि त, हो यस्तो बोल्दाखेरि चाहिँ दुवैलाई थाहा हुन्छ। अनि रेस्पेक्टेड मान्छेसँग बोल्दा चाहिँ रेस्पेक्ट गरेर बोल्नु पर्यो भन्ने सबैलाई थाहा हुन्छ नि, हो त्यस्तो खालको दुवै पक्षलाई थाहा भएको कुरा चाहिँ अझ स्पष्ट हुने गरी बोल्दा प्रयोग गरिन्छ। क्रिया विशेषणमा जानायो अनि नामको पछाडि भयो भने इजानायोको प्रयोग गरिन्छ भनेर सम्झिने। अब यहाँ तल इक्जाम्पलमा हेर्नु त, हेर्नु थामेनन् भनेको छ, रातमा चाहिँ सेथागिरुल यो कपडा धुने मेसिन थोल्लिजी मासेयो नचलाउनुहोस्, अर्थात् रातमा कपडा नधुनुहोस् भन्न खोज्या भनेर सम्झिँदा पनि हुन्छ है। अब त्यो कपडा धुने मेसिन चलाउनु नै कपडा धुनु हो नि त, त्यही भएर राति कपडा नधुनुहोस् अर्थात् त्यो मेसिन नचलाउनुहोस्। अनि सिकुरब छानायो नि त, सिकुरप्ता सिकुरब भयो नि। अब सिकुरबमा सिधै यहाँ चाहिँ पछाडि सिकुरब छानायो, सिधै सिकुरब पछाडि जोड दिने छानायो भने चाहिँ हल्ला हुन्छ नि त भने हो कि है। राति चाहिँ सेथाकी नचलाउनुहोस्, सिकुरब छानायो हल्ला हुन्छ नि त। अब
त्यो चलाउँदा हल्ला हुन्छ भन्ने कुरा त दुवैलाई थाहा हुन्छ नि हो। ल तल अर्को हेर्नु, सोम इत्ता नागलकायो, एकछिन पछाडि निस्क्यौँ कि थैगुन सिगानेनन् सारामी मान्छानायो। अब हेर्नु त, थैगुन सिगान भने चाहिँ घर जाने समयमा गाडी भिडभाड हुन्छ, दुइटैलाई थाहा हुन्छ। अनि एउटाले के भन्छ भने एकैछिन पछि जाउँ कि, एकछिन पछि निस्कौँ कि, ठ्याक्कै अहिले कामबाट फर्किने समय हो, अनि बाटो के हुन्छ अरे भिडभाड हुन्छ भने चाहिँ। अनि अर्को हेर्नु त, फान्जाङनिमी आन फोइसिनेयो, फोइदा फोइदा देखिनु। अनि अर्को हेर्नु त, फोइसिदा भन्ने हुन्छ, फोइसिदा। अनि फोइसिदा भने पनि देखि बक्सिनु, शिष्ट भाषा हो, आदर गरेर बोलेको। फान्जाङनिमी आन फोइसिन्देयो भने चाहिँ आन फोइसिने हो, फान्जाङनिमी देखिनु भएन नि, हो यस्तो। अनि आक्का छाङ्गोए खास्यात चानायो, आक्का भनेको एकछिन अगाडि, छाङ्गो भनेको गोदाममा गइबक्सेको हो नि त भने हो कि, एकछिन अगाडि गोदाममा गइबक्सिया हो नि त, गोदाममा हुनुहुन्छ, यस्तो खालको भयो है। ल अब यहाँ हेर्नु त के छ, 얼마전 것을 골라 문장을 완성하세요 भने मान्था भने के भयो, धेरै हुनु। मान्था भनेको धेरै हुनु। अब मान्था धेरै हुनु हो भने छुप्ता के हो, छुप्ता भने चाहिँ जाडो, छुप्ता जाडो हुनु। अब मान्था धेरै हुनु, छुप्ता जाडो हुनु। अब अर्को वाला छुप्ता छ नि, यो वाला छुप्ता, यो छुप्ता भने के हो फेरि, टिप्नु हो है, टिप्नु, खसेको सामानहरू टिप्ने कुरा भनेको छुप्ता। अनि फुल्ला, अनि त्यसपछि फुल्ला भने चाहिँ अब हावा चल्नु भन्दा पनि हुन्छ, हावा, हावा चल्नु है, आरामी फुल्ला भनेको हावा चल्नु। अनि त्यसपछि छुल्गुनादा भने चाहिँ काममा जानु, काममा जानु, काममा जानु हो है। ल अब हेर्नु, एक नम्बरमा के छ भन्दा, उम्सिकुल थ छुन्बी हेयादयो, उम्सिक भनेको खानेकुरा, अझ छुन्बी भनेको थ छुन्बी हेयादयो, अझ तयारी गर्नुपर्ने छ। उनीहरू आज चाहिँ सोन्निमी मान्छेहरू, अब आज मान्छे के होला, छुल्गुन, फुल्ला, अनि त्यसपछि छुप्ता अनि मान्था। अब मान्थामा जोड्ने, मान्थाको बिएसटी मान, पछाडि के जोड्ने, छानायो, भन्छानायो भने चाहिँ आज ग्राहक के अरे सोन्निम भनेको पाहुनाहरू धेरै छन् नि त, खाना धेरै बनाउनु पर्ने छ आज, ग्राहक के अरे आज सोन्निम भनेको पाहुना, अनि जस्तो पसलहरूका कस्टमरलाई खोग्याइनिम, अनि घरका पाहुनाहरू चाहिँ सोन्निम है। अनि आज चाहिँ सोन्निम चाहिँ धेरै छन् नि त भने हो। ओसुल तातो सागे इबुसे हो, कपडा चाहिँ तातो सागे भने चाहिँ कपडा चाहिँ न्यानोसँग चाहिँ लगाउनुहोस्। नाल्सीगा मौसम छुप्ता भने जाडो होइन। अब छुपको पछाडि के जोड्दिने, छुपको पछाडि के जोड्ने, छुप जानायो, छुप जानायो जोड्ने है। ल अर्को हेर्नु, छाङमुन छोम झ्याल अलिकति थादा जुझेयो, झ्याल अलिकति बन्द गरी दिनुहोस्। हारामी मानी, हारामी मानी खुल्दा भने चाहिँ चल्नु है। फुल जान आयो। र त्यसपछि साबनमा हेर्नु त, हल्लोन सुइस्यो भने तुरुन्तै सुइस्यो भने आराम गर्नुहोस्, अर्थात् गएर सुत्नुहोस् भन्न खोजेको। घासिम भनेको बिहान, इल्चिक भने चाँडै। अब छुल्गुन भनेको छ नि त, छुल्गुन माथि छ, छुल्गुन भने चाहिँ छुल्गुन। अनि अब छुल्गुन हाजान आयो भने चाहिँ गर्छु नि त भन्ने हुन्छ, भने चाहिँ गर्छ, गर्छु नि त भने चाहिँ अब बिहानको भन्यो भने हामीले के भन्नु पर्यो, छुल्गुन हे या गर्नु पर्नेको हे या हे जान आयो जोड्नु पर्यो है, हे या हा जान आयो, हे या हा जान आयो भनेको गर्नु पर्छ नि त भने हो। हेल्लुन सुइसै हो हाँची मिल्ची, छुल्गुन हे या हा जान आयो, बिहान चाहिँ चाँडै ड्युटी जानुपर्छ नि त, काममा जानुपर्छ नि त, अर्थात् जानुपर्ने हुन्छ नि त भन्छ है। ल ओके, ओगिवा खाची त्योहार लान्छङ आसेयो, आङेस योरी हे थोयो भने चाहिँ अब फाङ कोठामा योरी हेदो थियो, खाना पकाउन पनि हुन्छ। खोङ योङ छोरी सिरी हित्ता भने चाहिँ अब यसलाई आन्दै हो हुँदैन। खोयोङ छोरी सिरी जानायो भने चाहिँ हुँदैन। खोयोङ भने चाहिँ सार्वजनिक, छोरीसिल भने चाहिँ सबैले खाना पकाउने
ठाउँ हो नि त, यस्तो भनेको है। ल छोरीसिल इजानायो छ नि त, इचानायो भने चाहिँ अब भाङेछ योरी हेदो थियो, कोठामा खाना पकाउन पनि हुन्छ, मिल्छ भन्छ। अनि यो खोङयोङ छोरी सिरे इत्ता, यसलाई चाहिँ बनाउने आन्दै हुँदैन। खोङयोङ छोरी सिरी इचानायो भने चाहिँ के हो भने यो सबैले खाना पकाउन मिल्ने अर्थात् सार्वजनिक पकाउने ठाउँ भान्सा चाहिँ इचानायो भनेको छ नि त भन्यो है, यस्तो सम्झिने। ल 일번마 수레기를 복도에 잠깐 놓아도 되지요? 수레기 फोर चाहिँ फोक्दो भनेको ग्यालरीमा 잠깐 एकछिन 놓아도 되지요, एकछिन राख्दा हुन्छ होला। 밖에 수레기 통이 있다 भन्नलाई अब के भने 안 돼요, 밖에 भन्नु पर्यो। 밖에 수레기통이, 밖에 수레기통이 अब 있다लाई के बनाउने 있잖아요, 있잖아요। हुँदैन, बाहिर फोहोर राख्ने थैली छ नि त, भाँडो छ नि त भनेको है। ल भाङेछ थाम्बेरुल पिउदो भयो, भाङ्गे भने चाहिँ कोठामा चाहिँ चुरोट पिउँदा पनि हुन्छ, पिउन मिल्छ। किसुक्सा नेएछ खुमियन इदा चाहिँ अब आन्दै हुँदैन अरे। किसुक्सा खिसुक्सा नेए भने चाहिँ भित्र, किसुक्सा नेए भने चाहिँ होस्टेल भित्र, नेएछ भने चाहिँ होस्टेल भित्र चाहिँ खुमियन भनेको धुम्रपान, खुमियन धुम्रपान, इ जानायो, इजानायो भने चाहिँ खुमेन इजानायो भने चाहिँ धुम्रपान निषेधित क्षेत्र हो नि त भन्यो। ल खिसुक्साए छिङ्गुरुल छिङ्गुदुल थेरीको वादो थियो, होस्टेलमा साथीहरूलाई ल्याउँदा हुन्छ। थारुन सारामदुरी फुलब्यान आधा भने चाहिँ आन्दै हुँदैन। थारुन थारुन सारामदुरी फुलब्यान फुलब्यान अनि हा पछाडि के जोड्ने, हाजाना यो, यति जोड्नु भयो भने हुन्छ है। ओके, ल अब तल जाउँ। थेवामा ओके, अब थेवामा यता के छ, आमिनासी आमिनाजी खिसुक्सा सेङवारी अत्ते हो भने चाहिँ आमिनाजी खिसुक्साको सेवाल भने जीवनयापन, होस्टेलको जीवनयापन कस्तो छ भन्छ। छदो खिसुक्सारो ईशा हागो सिफायो, अब म पनि खिसुक्सा भनेको म पनि होस्टेलतिर चाहिँ ईशा आगो सिफायो भनेको बसाइ सर्न चाहन्छु। अब ईशा आगो भनेको बसाइ सर्नु, ईशा आधा, ईशा आधा, ईशा आधा भनेको बसाइ सर्नु। अनि त्यसपछि इछन आधा पनि भन्छ, इछन आधा, ईशा आधा पनि बसाइ सर्नु है, बसाइ सर्नु। अब एक ठाउँबाट अर्को ठाउँ जाने कुरा बसाइ सर्ने कुरा हो। ईशा आधा भो, अनि इजन आधा भो, अनि इमिन आधा पनि भन्छ है, यो बसाइ सर्ने कुरालाई इमिन आधा, इमिन आधा यो बसाइ सर्नु, बसाइ सर्नु है, बसाइ सर्नु। ल अब आमिनासी खिसुक्सा सेङवारी अत्ते हो, होस्टेलको जीवनयापन कस्तो छ भन्छ। छदो खिसुक्सारो ईशा आगो सिफायो, म पनि होस्टेलतिर बसाइ सर्न चाहन्छु। वे हो किन हो, वल्लुमेस सानुन गे आन्सो आयो, वल्लुम भने चाहिँ फ्ल्याट सम्झिनु एउटा रुम, अनि वल्लुममा बस्नलाई चाहिँ ठिक छैन र भन्छ। सौन्दर्य राम्रो त छ, तर होलसे भने चाहिँ मासिक भाडा है, मासिक मासिक भाडा, होलसे भने मासिक भाडा चाहिँ फिस्सा सयो भने चाहिँ यो आशयो असयो भनेको ए र हो भन्ने ग्रामर, ए र हो है, यो बिएसटी प्लस आशयो असयो अनि यसयो है, यसयो अनि हेसयो, आशयो असयो यसयो हेसयो भनेको यो ए र हो भन्ने ग्रामर, ए र हो, धातु प्लस ए र हो, धातु प्लस ए र यो हो भने चाहिँ फिसा सयो भने महँगो भएर हो। खुरन्दे तैपनि खिसुक सानुन फाङ्गुल थारुन सारामगा हाम्के सायुङ हेया थैज्यो, तैपनि होस्टेलको कोठा चाहिँ अरू मान्छेहरूसँग सेयर गरेर प्रयोग गर्ने अर्थात् सेयर गर्ने हो नि है भन्छ है। अनि आनी हो उरी खिसुक सानुन हाम्रो होस्टेलमा चाहिँ फाङ्गुल हुन्जा सयो भने चाहिँ यो सुदाबाट, सुदा भने प्रयोग गर्नु पनि हुन्छ है, प्रयोग गर्नु
अनि यो तितो हुनु पनि हुन्छ, प्रयोग गर्नु, तितो हुनु है। अनि सुधा भनेको लेख्नु पनि हुन्छ भनेपछि अब प्रयोग गर्नु, तितो हुनु, लेख्नु भने चाहिँ अब यो होन्जा सय भने चाहिँ एक्लैले प्रयोग गर्छ अरे भने एउटा कोठामा एकजना मात्रै हुन्छ भनेको। अनि छोरी सिल्का सेथाक सिरुन खोङयोङ इगोयो भने चाहिँ अनि छोरी सिल भने चाहिँ पकाउने कोठा भान्सा, अनि सेथाक सिल भनेको लुगा धुनेको ठाउँ चाहिँ खोङयोङ इगोयो भने चाहिँ यो इगोयो गोयो इगोयो भने छ छन् भन्ने हुन्छ है, छ छन् भने चाहिँ अब पकाउने भान्सा र सेताकसिल भनेको लुगा धुने ठाउँ चाहिँ सार्वजनिक छ अरे भने चाहिँ सबैले प्रयोग गर्नुपर्ने खालको छ। अनि खिसुक्सा नुन छोम फुलबेन हाजियो, होस्टेल चाहिँ अलिकति असहज हुन्छ नि, अप्ठ्यारो हुन्छ नि भन्छ। फुलबेन हाजी नुन आन्जी मान अप्ठ्यारो चाहिँ होइन, छिकेया हानुन भने पालना गर्नुपर्ने, क्युचिक भने नीति नियम हामीले अघि नै धेरैचोटि लेखिसक्यौँ, नीति नियम ईश्वर भने छन् रे भने त्यस्तो अप्ठ्यारो त होइन, तर नीति नियम पालना गर्नुपर्ने केही नीति नियम छन्। खिसुक्सा एसनुन भनेको, खिसुक्सा भनेको होस्टेलमा चाहिँ यर सारामी हाम्के सेङ्वार हाजाना हो, होस्टेलमा चाहिँ धेरै मान्छेहरू जीवनयापन गर्छन् नि त, धेरै मान्छेहरू जीवनयापन गर्छन्, बस्छन् नि त भनेको है। ल र ओके, यहाँ के छ त खेताबे फायो जवाब दिएर आगुङसिनोन वे खिसुक्सारो इसा आगो सिफायो हो, गो सिफा हादा भने चाहिँ गो सिफ हादा भने चाहिँ न चाहन्छ भने के न चाहनु भन्ने हुन्छ। अब यो हादालाई दा हटाएर हामी दा राखिदियो भने न चाहन छ भने चाहिँ अर्कोको कुरा व्यक्त गर्दा भने फलानुले यो गर्न चाहन्छ, अरू व्यक्तिको चाहना सुनाउँदा, जस्तो हजुरबाले चुरोट पिउन चाहनुहुन्छ, साथीले कोरिया जान चाहन्छ, अरूको चाहना व्यक्त गर्दा गोसिफा हादा अथवा हामीदाको प्रयोग गरिन्छ। आगुङजी चाहिँ वे खिचुक्सा र इसा आगो सिफायो भने चाहिँ आगुङले चाहिँ किन होस्टेलतिर बसाइ सर्न चाहन्छ भने चाहिँ अब वोल्सेका वल्लुमी वोल्सेका माना छ भनेर सम्झिँदा पनि हुन्छ, भाडा चाहिँ ऊ बस्ने वल्लुमको चाहिँ भाडा महँगो भएर आमिना सिनोन थारुन सारामगा हाम्के खिसुक्सा फाङ्गुल सायोङ हो। अब आमिनाजी चाहिँ अरू मान्छेहरूसँगै कोठा सेयर गरेर बस्छ भने चाहिँ होइन, होन्जा बस्छ, तर खानेकुरा र लुगा धुने कुरा चाहिँ के हुन्छ, सेयर गरेर गर्छ, एउटै कोठामा गर्छ है। ल अब यहाँ के छ त सेसितोइन फेवेनुल वार्योङ आया थिवाए पछि खोङयोङ स्याओसिल केकुसागे सायुया थियो भने चाहिँ अब सार्वजनिक स्याओसिल चाहिँ केकुसागे सफासँग सायुया थियो भने प्रयोग गर्नुपर्छ। यर सारामी हाम्के सायुङ हाम्दा, यसलाई कसरी बनाएको छ त खिसुक्साए अत्तन सिसरी इच्छयो भने चाहिँ होस्टेलमा कस्तो सिसल भने के सुविधा, कस्तो सुविधा छ भन्दाखेरि खोङयोङ स्याओसिरी इच्छयो, सार्वजनिक नुहाउने ठाउँ चाहिँ छ। अनि खोङयोङ स्याओसिल सायोङ क्युचिकी इच्छयो प्रयोग गर्ने केही नीति नियम छ ने, केकु सागे सायुङ या देऊ सफासँग प्रयोग गर्नुपर्छ। हेर सारामी हाम्के सायुङ हाजाना हो, धेरै मान्छेले सँगै प्रयोग गर्छ नि, त्यही भएर त्यसलाई सरसफाइ गर्नुपर्छ भन्ने हो। जस्तो युगेसिल अनि सेब्यागे टेलिभिजन फोमेन अन्देदा अनि सिकुरप्ता। अब यहाँ के भनेको छ, खिसुक्साए अत्तन सिसरी इस्सयो भन्नु पर्यो, अनि युगेसिरी इस्सयो भन्नु पर्यो है, युगेसिरी इस्सयो। त्यसपछि अनि युगेसिरे युगेसिर सायोङ ख्युचिकी इस्सयो, युगेसिल चाहिँ युगेसिल प्रयोग गर्ने के नीति नियम छन् भन्छ। अनि ने छन्। अनि सेबेके टेलिभिजन फोमेन आन्देयो, सेबेक चाहिँ टेलिभिजन हेर्नु हुँदैन, सेबेकमा जिस्मिसेमा है। अनि त्यसपछि सिकुरप्ता भने चाहिँ सिकुरप चानायो भन्नु पर्यो लास्टमा, सिकुरप चानायो, सिकुरप चानायो, हल्ला हुन्छ नि त भनेर यसरी सम्झिने। ओके, अब हामीले यो च्याप्टर 32 को पहिलो चरण अर्थात् पहिलो पार्ट चाहिँ समाप्त भएको छ र पुनः अर्को पार्ट ल्याएर म उपस्थित हुनेछु अर्को भिडियोमा। र यो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला र अरूलाई सेयर पनि गरिदिनु होला। म दैनिक जीवनमा दैनिक यस्तै भिडियोहरू ल्याएर तपाईँहरू माझ उपस्थित हुने बाचा गर्दछु। हमसामनिदा, नमस्ते।